आहा, मानिसले मेहनत गरे के चाहिँ हुँदैन रहेछ। पोहोर साल जस्तो मात्रै लाग्छ यो जैविक खेती सुरु गरेको। एक साल हुँदै नहुँदा खेतहरू सबै ललाउँदो भएको छ। अहिलेको केटाहरूलाई कति सम्झाउनु सब्जी रोप 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 भनेर, छैन। सब्जी त होइन पब्जीपट्टि लागिरहेछन्। ओइ माथिबाट आए माथिबाट देन 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 किल कर अर्कोमा दे ओइ यहाँ सुन न। लगा 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 मार मार ओइ छेट नगर्न भनेको। ए छेट तेरिका हो के हो तँलाई चाहिँ यतिखेर आउनु पर्ने के भयो भन्। एकछिन दोकान हिँड्न, आमा सब्जी लिन पठाइरहनु भएको छ। ए म जान्दिनँ तँ जा हिँड्न एकछिन। जान्दिनँ हिँड्न छ, मिठाई किनिदिन्छु म, हिँड्न। के किनिन्छ सर जे भए पनि किनिदिन्छु नि, हिँड्न। पक्का पक्का ल पुगेर आइहालौँ न एकछिन। आफू त अझै जैविक खेती खाएर होला हात खुट्टाहरू तन्दुरुस्तै लाग्छ। जान्छु अब यसो सागसब्जी टिपेर ल्याउँछु। अम्बो ओइ कसको खेत हो यो? दारी काकाको हो नि हो। दारी काएको कति हरियाली छैन त हौ। त्यही त हरियाली हो। तँ कहाँ गएको अरे? दोकान दोकान कति पैसा पठाएको छ तँलाई? 500 पठाएको छ नि हो। त्यो 500 यहाँले त ओइ 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 मेरो पैसा किन लागेको? 500 होइन कि आज तँलाई 1000को सब्जी दिन आउँछु बुझिस्? कसरी? हेर न ओइ चोर्ने कुराहरू नगरे। केही हुँदैन मेरो सङ्गतमा लाग्छ नि छिट्टै पैसा चाहिँ बाँड्नुपर्छ नि। भइहाल्छ आधी आधी बाँड्नु। होइन त्यो मेरो बारीमा सब्जी चोर्ने को हो? ए यो दुईटा आवारा पो हो। पहिला मैले अर्ती दिँदा खुबै सर्दी लाग्ने, सब्जी रोप भन्दा चाहिँ पब्जी खेलेर बस्ने। यो पब्जी खेलेर सब्जी चोर्नेलाई आज म ठिक पार्छु। ऐज त पुगेको छैन मेरो पनि पुगेको छैन नगर्न पुगेको छैन। तिमीहरू मेरो साग चोर्ने होइन 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 तिमीहरूलाई त जानेको छ। देख्यौ होइन जैविक सब्जीको शक्ति।